अब हामी चाहिँ घरबाट निस्क्यौँ। त्यो दिदीले एउटा चक्लेट पनि दिनुभयो रहेछ। यो लास्टै जाडो भयो। अब चक्लेट पनि अहिले खाने होला। ए होइन, दाइहरूलाई पनि बाँड्नु पर्यो। त्यो हुन्न आफ्नै त चक्लेटो खान्छु। ल हामी चाहिँ यहीँबाट जान्छौँ। अघि यहाँ कुकुर थियो धन्न लाग्नु टोकेन। लास्ट टाइम भिडियो रहेछ गाइजहरू लाइक त गर्नै पर्छ। यो मैले मेहनतले गरेको हो, मेहनतले सिकेको। हजुर पनि सिक्न चाहन्छ हुनु भने हजुरलाई पनि सिक्न चाहन्छ भने पर्जल पिक्यूमा जानु, त्यहाँबाट हजुरहरूलाई देखाइदिन्छु। गाइजहरू हजुर उठ्यो हेर्नु त, त्यहाँबाट अटो आहा हामी चाहिँ त्योभन्दा पनि टाढा खाऊँ। उठ्यो चाहिँ अनि हामी चाहिँ यता खाऊँ। हामीले कहिले पनि किडन्याप गर्न सक्दैन, किनकि हामी लास्टै सबैको मद्दत गर्छौँ। त्यही भएर हामी एक्लै मोबाइल हेरेर हिँड्छौँ। उठ्यो अटो गइसक्यो। अहिले चाहिँ रिजन दाइ चाहिँ देखिनु भएन त किन हो? त्यही भ्लग बनाएर हुन्छ होला। अब हजुरहरूलाई देखाउँदै जान्छु म। साथीले देखाउँछौँ भनेको त्यही पनि दामै भएन साथीहरू। गाइजहरू उठ्यो छ, एउटा कुकुर छ त्यहाँ। हजुरहरूलाई नि अस्ति नै त्यही के रिजन दाइले देखाउनु भयो होला। अब हामी पनि पुग्ने लाम, उतै हो हाम्रो घर। यो चाहिँ त्यही अघि नै बोलाउनु थियो, यो त्यही घर हो। यो ट्युसन राम्रोसँग सम्मति होइन, तर गलत देखियो। यो अनि हाम्रो घर चाहिँ उता छ। उता छ।
हामी हिँड्दै जान्छौँ। ऊ त्यही हो हाम्रो घर, उता हेर्न सक्नुहुन्छ होला। अब हाम्रो घरमा नि हामी पुग्न यहाँबाट रिजन दाइको जाँदै जाँदै यहाँबाट रिजन दाइको घर पनि देखाउन सक्छु होला। यो घर हो, यो सेतो भन्दा यो हो नि, यो घर हो रिजन दाइको। अहिले चाहिँ हामी किन गाईहरू आएन, अघि नै त हामी दौडेर जाउँ भन्थ्यौँ। ल अब हामी दौडेर जान्छौँ। गाईहरू अघि न हाम्रो त्यो कुकुर पढेको त्यसलाई त्यो चाहिँ उता ऊ त्यो सगिचेर आएको मान्छे हो नि, त्यो चाहिँ तिर्दै हो होइन क्या, त्यो पनि लिएर आउनु नखोज्यो। ऊ त्यो जक्सन भाइ हो, त्यो नाचेर बस्यो, चिरेर बस्यो। ऊ त्यहाँबाट आएको थिएँ म, ऊ त्यहाँबाट यति टाढा भयो हेर्नु सक्नुहुन्छ होला। या कस्तो जाडो भयो यार, हजुरहरूलाई नि जाडो भयो भने कमेन्टमा भनिदिनु होला। अब जाडोमा जाने गर्थेँ, जहिले गर्मी दिन आउँछ त्यहाँदेखि एक दिन बनाउँछु, अनि त्यति बेलासम्म अहिले 1,000,000 सब्सक्राइब त हुनुपर्छ साथी हो। अझ हामी घरमा पुगेँ। अनि फेरि के हेर्न सक्नुहुन्छ होला, यहाँ चाहिँ दिदी मम्मी हुन्छ यहाँ भाडा मात्रै। फेरि मलाई किन देखाउनु लाग्यो फेरि? अब उता झगडा हो, हेर्न पनि जानुपर्छ। हामी लुकी जाँदैछौँ। यही कतै भर्खरै पिस्दैको आवाज आएको, यही हुन्छ होला। हुनु न त हामी गलत जग्गामा आयो, यो कसको कागज हो। उता चाहिँ पिस्दै हुन्छ, कता भागिरहनु भयो। अनि चाहिँ हामी जानु भयो। ल अब हामी यहीँ एन्ड गर्छौँ। हजुरहरूले लाइक सब्सक्राइब गरिदिनु होला सानो मान्छेलाई।